परिवर्तन गरिदिएको छ। लाउनुहोस् खण्ड 1 मा हेरौं आर्टिफिशियल इन्टेलिजेन्सको निर्माण प्रक्रिया। यो पूरा प्रक्रिया मुख्य रूपमा 3वटा चरणमा हुन्छ र यो साँच्चै नै क्रान्तिकारी छ। पहिलो चरण एआईलाई एउटा भाइरल हुन सक्ने स्क्रिप्ट लेख्न दिने। दोस्रो चरण ती शब्दहरूलाई जीवन्त बनाउन एआईबाटै दृश्य र भोइस ओभर तयार पार्ने। र तेस्रो तथा अन्तिम चरण सबै कुरालाई सम्पादन गरेर युट्युब सर्ट्सको रूपमा अपलोड गर्ने। यसरी एउटा सामान्य आइडियालाई केही क्लिककै भरमा विश्वभर पुर्याइन्छ। यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सही विषय छनौट गर्नु हो, जस्तै रोचक तथ्यहरू, प्रेरणादायी कुराहरू, प्रविधि र पैसा। यी यस्ता विषय हुन् जसमा भाइरल हुने असाधारण क्षमता हुन्छ। यी विषयले दर्शकलाई सुरुमै बाँधेर राख्छन्, त्यसैले एआईलाई यिनै निश्चित विषयहरूमा केन्द्रित रहेर स्क्रिप्ट तयार गर्न निर्देशन दिइन्छ। स्क्रिप्ट त तयार भयो, अब पालो यसमा ज्यान भर्ने। एआई इमेज र भिडियो जेनेरेटरहरू प्रयोग गरेर अत्यन्तै आकर्षक दृश्यहरू निकालिन्छन्। अनि त्यसमा एकदमै व्यावसायिक सुनिने एआई भोइस ओभर मिसाइन्छ। अचम्मको कुरा त के छ भने आजकालका एआई आवाजहरू यति प्राकृतिक हुन्छन् नि, वास्तविक मान्छे बोलिरहेको हो कि मसिन भनेर छुट्याउनै गाह्रो पर्छ। अब अन्तिम उत्पादनको लागि यी सबैलाई एकै ठाउँमा ल्याएर सम्पादन गरिन्छ। त्यसमा पृष्ठभूमि सङ्गीत र सबटाइटलहरू थपिन्छन्। छोटो भिडियोमा दर्शकलाई अड्याइराख्न सबटाइटलले एकदमै ठूलो भूमिका खेल्छ। सबै कुरा चटक्क मिलाइसकेपछि यसलाई सिधै युट्युब सर्ट्समा अपलोड गरिन्छ, जहाँ छोटो र छरितो सामग्रीको माग अहिले आकाशिएको छ। अब जाउँ खण्ड 2 तर्फ, आम्दानीका 3वटा बाटाहरू। जब भिडियोहरूमा लाखौं भ्युज आउन थाल्छन्, तब आम्दानीका 3वटा मुख्य ढोकाहरू खुल्छन्। पहिलो, युट्युब विज्ञापनबाट आउने प्रत्यक्ष आम्दानी। दोस्रो, विभिन्न ब्रान्ड र कम्पनीहरूबाट पाइने प्रायोजन अर्थात् स्पोन्सरशिप। र तेस्रो, एफिलिएट मार्केटिङ वा सम्बद्ध लिङ्कहरू मार्फत आउने कमिसन। यी 3वटै स्रोतहरू मिलेर आम्दानीको एउटा एकदमै बलियो आधार खडा गर्छन्। अब हेरौँ खण्ड 3, सुरुवात गर्न शून्य अवरोध। पहिले भिडियो बनाउनु पर्यो भने महँगा क्यामेरा, बत्ती, माइक्रोफोन र ठूला कम्प्युटर चाहिन्थ्यो। तर अहिले यो नयाँ तरिकाले त्यो सबै झन्झट हटाइदिएको छ। सुन्दा अचम्म लाग्ला, तर आजको दिनमा एउटा साधारण मोबाइल फोन र इन्टरनेटमा सित्तैमा पाइने एआई उपकरणहरू चलाएर जो कोहीले पनि यो काम सुरु गर्न सक्छ। यसको सिधा अर्थ हो अब कन्टेन्ट बनाउन खल्ती रित्याउनै पर्दैन। स्रोत सामग्रीमा उल्लेख गरेको यो भनाइले अहिलेको अवस्थालाई ठ्याक्कै प्रश्न पार्छ। अनुहार नदेखिने युट्युब च्यानल सुरु गर्न, छिटो अघि बढ्न र अनलाइन पैसा कमाउनको लागि अहिले नै सबैभन्दा राम्रो समय हो। साँच्चै भन्नुपर्दा